मित्रहरूलाई नमस्कार। जिल्ला प्रहरी कार्यालयमा स्वागत पनि छ। विशेष गरी आज हामीले यहाँहरूलाई भेटघाट तथा अन्तर्क्रिया आयोजना गरेका छौँ र यसको मुख्य उद्देश्य भनेको चाहिँ मिति 2082 साल चैत्र 25 गते साँझ करिब 7:15 बजे सभागृह चोक नजिक एकजना मोडेल केसीको हातले हत्या प्रहार गरी घाइते भई उद्धार गरी चाहिँ हस्पिटल लगेकोमा त्यहाँ मृत्यु घोषणा भएको थियो र त्यसै घटनाको सम्बन्धमा केही अनुसन्धान प्रगति र घटनाको बारेमा संक्षिप्त जानकारी गराउनको लागि यहाँलाई हामीले अनुरोध गरेका थियौँ। अब घटनाको विवरण भन्नुपर्दाखेरि मिति 2082 साल 12 महिना 25 गते अन्दाजी 7:15 बजे भनेका छौँ। बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर 8 सभागृह चोक नजिक शिवालय चोक स्थित पोखरा बाग्लुङ सडक खण्डमा एकजना महिलालाई अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएको र फरार भएको भन्ने प्रहरीकोमा सूचना आएको थियो र तत्कालै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायक उपरीक्षक नवराज भट्टराई त्यसै गरी जिल्ला प्रहरी कार्यालयबाट म स्वयं र मेरो सम्पूर्ण अनुसन्धानको टिमहरू सोको टिमहरू घटनास्थलमा खटिएको थियौँ र त्यसै सिलसिलामा हामी संयुक्त अनुसन्धानहरू टोली गठन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियौँ। यसै सिलसिलामा हालसम्म हेर्दाखेरि घटनाको अनुसन्धान गर्न प्रतिवादीहरूको खोजतलासको लागि तालुक गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम हामी सबैको संयुक्त प्रयास थियो र यसमा अनुसन्धानको लागि हामीले विभिन्न म्यानुअल्ली टेक्निकल्ली विश्लेषण गरेर सूक्ष्म रूपले सूचनाहरू सङ्कलन गरेर अनुसन्धान अगाडि बढाइएको थियो र पारिवारिक पृष्ठभूमि हेर्दाखेरि जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर 5 0 किमी स्थित मासु पसल तथा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका खसी किन्ने कृष्ण भनेर नामले परिचित कृष्ण छेत्रीको पहिलो श्रीमतीको निधन पश्चात निज सिर्जना पौडेल केसी र कृष्ण छेत्री बीच 2 वर्ष अगाडि भएको विवाह भएको देखिन्छ। जेठी श्रीमतीतर्फ 1 छोरा र 2 छोरीहरू रहेका छन् र 1 छोरा पनि लाभोत्सव मुद्दामा पूर्वपक्षलाई कारागारमा खुनामा रहेका छन् र अहिले 4 वर्षकी करिब 4 वर्षकी सानी छोरी छिन् अहिले मृतकको तर्फबाट। यो चाहिँ हाम्रो मृतक महिलाको तस्बिर हो र घटनास्थलको फोटो पनि देख्न सक्नुहुन्छ। अहिलेसम्म हामीले 2 जना मुख्य अभियुक्त पक्राउ गरेका छौँ। मुख्य भनेको चाहिँ जसले धारिलो हतियार खुडा प्रहार गरेको देखिन्छ। खुडा प्रहार गर्ने चाहिँ सन्तोष भनिने शिशिर केसी हुन्। उनको उमेर वर्ष 27, छेगाना जिल्ला पर्वत कुसमा नगरपालिका वडा नम्बर 11 सिल्मी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर 6 डेरा गरी बस्ने र पक्राउ मिति चाहिँ 2082 साल 12 महिना 27 गते हिजो रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर 2 मनकामा टोलमा लुकीछिपी बसेको अवस्थामा त्यहाँबाट पक्राउ गरिएको थियो र अहिले हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याइसकिएको छ। र पृष्ठभूमि हेर्दाखेरि यिनको 2080 साल 10 महिना 24 गते अभद्र व्यवहार मुद्दा चलेको, त्यसैगरी 2082 साल 3 महिना 5 गते बैदाममै चोरी तथा डाका सम्बन्धी कसुरको मुद्दा चलेको, त्यसैगरी 82 साल 4 महिना 23 गते इप्रका सिसो कास्कीबाट चोरी तथा डाका मुद्दा चलेको यो पृष्ठभूमि देखिन्छ भने अर्का पक्राउ परेका अभियुक्त नाम कुशल परिवार वर्ष 32 ठेगाना जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर 17 रातो पहिरा बस्ने र
र पक्रलाई आजै गरिएको छ। त्यसै गरी पृष्ठभूमि उसको पनि हेर्दाखेरि लागु औषध सम्बन्धी कसुरमा 2 चोटि मुद्दा चलिसकेको व्यक्ति देखिन्छ। र अहिलेसम्म हामीले बरामद गरेको घटनासँग सम्बन्धित र प्रमाणजन्य सबुतहरू बरामद गरेकोमा घटना घटाउँदाको बखत प्रयोग भएको मोटरसाइकल स्कुटर पहेँलो कलरको स्कुटर त्यो चाहिँ हामीले जिल्ला कास्की पोखरा महानगरपालिका 7 मुस्ताङ चोक नजिकबाट यो बरामद गरेका छौँ। त्यसै गरी घटना घटाइसके पछाडि जुन खुडा प्रयोग भएको थियो त्यो खुडा चाहिँ निज अभियुक्तहरूले जिल्ला कास्की पोखरा महानगरपालिका 16 बिरौटा स्थित तितेपानीको जङ्गलमा लगेर फालेको अवस्था थियो। तस्बिरमा देख्न सक्नुहुन्छ, हामीले राखिदिएका छौँ। यही खुडा प्रहार भएको थियो। यो बरामद भएको सामानको फोटोग्राफी खुडा भयो, त्यसै गरी मोबाइल भयो। यो हामीले अगाडि चाहिँ लेखेर राखि पनि दिएका छौँ। यसमा हाम्रो प्रमाण लोप नहोस् भन्ने हिसाबले हामीले प्याकेजिङ गरेर विधि विज्ञान प्रयोगशालामा पठाउनु पर्ने हुन्छ। त्यस कारणले हामीले यसलाई खुल्ला रूपमा राख्न अहिले चाहिँ राखेका छैनौँ। यसलाई प्याकेजिङको लेभलमा राखेका छौँ। कपडा पनि छ। अभियुक्तले खुडा प्रहार गरे पछाडि रगतको छिटाहरू लागेको, अभियुक्तको प्यान्ट पनि बरामद भएको छ। प्रारम्भिक अनुसन्धानबाट के खुल्ला आएको छ भन्दाखेरि केही महिलाको घरमा केही पारिवारिक बेमेल रहेको देखिन्छ र केही अंश मुद्दाको इस्युहरू पनि रहेको देखिन्छ। र सो दिन घटना घट्ने दिन चाहिँ 1900 बजेर रातको साँझको 7 बजे भनौँ 1900 बजेर 6 मिनट जाँदाखेरि पसल बन्द गरेर पैदलै त्यसैजना तर्फ आउँदै गरेको अवस्थामा निज 2 जना अभियुक्तहरूले दिउँसोदेखि नै रेक्की गरेर पिछा गर्दै गरेर त्यो चाहिँ अलिकति सटरहरू बन्द भएको र अलिकति लाइट कम भएको ठाउँ रोजेर त्यो पछाडिबाट खुडा प्रहार भएको देखिन्छ। र अघि देखाइएको पहेँलो स्कुटर प्रयोग भएको थियो। एकजनाले स्कुटर चलाउने र अघि भनेको 2 जना अभियुक्तमध्ये शिशिर केसीले चाहिँ खुडा प्रहार गरेको देखिन्छ। यो चाहिँ घटना घट्नुभन्दा अगाडि यिनीहरूले कसरी रेकी गरेका थिए भन्ने यो खुडा बोकिरहेको यहाँले एउटा तस्बिर देख्नुहुन्छ। सबै अनुहार छोपेर एकजनाले खुडा बोकिरहेका छन् भने अर्कोतर्फ जब उहाँ पसल बन्द गरेर बाहिर निस्किनुहुन्छ यो पहेँलो स्कुटरमा उहाँहरूले यसरी फलो गर्न सुरु गरेको देखिन्छ। र यो खुडा प्रहार गर्नै लागेको अवस्थाको यो बोरामा छोपेर ल्याइएको र त्यसलाई चाहिँ खुडा निकाल्ने अवस्थाको पिक्चर हो। यो चाहिँ यही ठाउँमै खुडा प्रहार भएको हो। अब कानुनी कारबाही अन्तर्गत चाहिँ हामी निज प्रतिवादीहरूलाई अहिले कर्तव्य ज्यान सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएका छौँ। र त्यसमा घटनासँग सम्बन्धित अन्य मतियार, योजनाकार, सहयोगी अरू पनि हुन सक्छन् भनेर हामीले केही व्यक्तिहरूले अनुसन्धानमा दायर ल्याएका छौँ। र आधा दर्जनभन्दा बढी मानिसहरूलाई अहिले पनि सोधपुछ तथा अन्य अनुसन्धान चलिरहेको छ। अहिलेसम्म हामीले एकैसाथ भन्न नसकेको कारणले गर्दाखेरि मुख्य अभियुक्त जो प्रहार गर्थ्यो उहाँलाई सार्नु गरेका छौँ। यसदेखि थप अनुसन्धान खुल्दै गएपछि फेरि त्यो अनुसार हुनेछ। अहिलेलाई हाललाई मुलुकी अपराध संहिता 2074 को परिच्छेद 12 को ज्यान सम्बन्धी कसुर अन्तर्गत उहाँहरूलाई मुद्दा चल्ने यहाँ सबैले जानकारी गराउँछु। धन्यवाद। नाता सम्बन्ध मृतक र अर्को चाहिँ जो सहयोगी छ स्कुटर चलाउने ऊ चाहिँ भान्जाले पैसा दिन्छु भनेर प्रलोभन गरेर ल्याएको अहिलेसम्म भएको छ। मलाई सहयोग गर, मेरो एउटा काम छ भनेर उसलाई चाहिँ सहयोगीको रूपमा प्रयोग गरेको भेटिएको छ। स्कुटर चलाउने सहयोगीको रूपमा। सहयोगी मात्रै हुने कि सर कारिन्दाको हिसाबले मतियारमा मुद्दा चल्छ। मतियार भनेको चाहिँ तपाईँको मुख्य अभियुक्तको आधा सजाय हुने कानुनी व्यवस्था छ। कसले लगायो भन्ने हिसाबले को मुख्य गरिएलाई मुख्य त जसले खुडा प्रहार गरेर शिशिर केसी भान्जा मुख्य भयो र उसलाई स्कुटर चलाएर त्यहाँसम्म लाउने भगाउने सहयोग गर्ने मतियार भयो। खुडा प्रयोग गर्नुको कारण चाहिँ प्रहार गर्नुको कारण चाहिँ के रहेछ? खुडा प्रहार गर्नुको कारण अहिले चाहिँ पक्राउ परेका अभियुक्तको भनाइअनुसार मैले इगो साँधेको थिएँ। झै झगडा थियो, बेमेल थियो, घर झगडा भएकोले मैले चाहिँ म मार्छु एक दिन भनेर मैले पहिले योजना बनाएको थिएँ। त्यस कारण खुडालाई मैले चाहिँ खुडो चाहिँ धार लगाएर तयारी अवस्था राखेको थिएँ भन्ने उसको अहिलेको बयान छ। तर उसले भनेको कुरा यो हो अहिले प्रारम्भिक सोधपुछको क्रममा। तर अनुसन्धान गर्दै जाँदाखेरि तथ्यहरू अरू पनि पछि निस्किन सक्छ। खुडा चाहिँ उसले कुनै समयमा एउटा सानो मासु पसल गर्थ्यो। त्यही समयमा उसँग कति समयदेखिबाट योजना बनेको रहेछ कि अब उसले भनेअनुसार 1 महिना अगाडिबाट योजना बनाएको भनेको छ। फलो गरिरहेको 1 महिना अगाडिबाट मैले चाहिँ मार्ने योजना बनाएको थिएँ। त्यसै क्रममा चाहिँ अब त्यो दिन चाहिँ मलाई अब चाहिँ आज चाहिँ गर्छु भन्ने मुड चल्यो। त्यस कारण त्यसै आधारमा चाहिँ मैले त्यो दिन हत्या गरेको प्रारम्भिक रूपमा भान्जासँग चाहिँ पारिवारिक बेमेल, त्यसमा चाहिँ मलाई रिस उठिरहेको थियो भनेको थियो। ऊ लागु औषध प्रयोगकर्ता पनि हुन्
अहिलेलाई उसले भनेको चिज यति हो, तर यसभन्दा गहिराइमा अनुसन्धान जाँदाखेरि अरू चिजहरू पनि आउँछन् हेर्दैछौँ। अहिले खुलेको चिज यति हो। हस्, धन्यवाद। यही क्रममा कुराको हो कि अथवा ऊ आफै गएको इन्डिया जान भाग्नलाई हो कि थियो? इन्डिया जाने योजना हुनसक्छ। औषध परिकर्ता पनि भएकोले उसको केही साथीहरू यतातिर पनि थिए। त्यस कारणले उसले चाहिँ त्यहाँ चाहिँ बरडुबी सिक्री गर्दाखेरि मलाई सहिले हुन्छ भनेर गएको देखिन्छ। उसले अहिले बताएअनुसार सार्वजनिक यातायात प्रयोग गरेका छ। उहाँ चाहिँ अहिलेसम्म सम्पर्क आउनु भएको छैन। उहाँहरूको त्यो बोलीचालीहरूको हेर्दाखेरि उहाँहरू कोही चिनजानको नजिकको साथी भेटिएर आफ्नै हिसाबले काम गरेको देखिन्छ। त्यतातिर अहिले कुनै पनि कनेक्सन देखिँदैन। त्यो भान्जा टाढाको भइसकेपछि उनीहरूको तपाईँको त्यो परिवारबाटै त्यो खालको घटना घटाइएको हो कि के हो? त्यो तपाईँले अनुसन्धानको क्रममा पछि आउँछ तथ्य त भन्नुभयो के छ? अहिलेसम्म के आलिआलि परिवारबाटै त्यो उसलाई सुपारी दिएको या नदिएको तपाईँले केही जानकारी पाउनु भएको छ कि छैन? सुपारी दिएको अहिलेसम्मको अनुसन्धानमा है, अहिलेसम्मको भने अहिलेसम्मको अनुसन्धानमा पुष्टि भइसकेको छैन। तर त्यस विषयमा हामीले एकदम सूक्ष्म रूपले अनुसन्धान गरिरहेका छौँ र केही परिवारका केही सदस्यहरूले उसलाई भगाउने अथवा चाहिँ सहयोग गर्ने सम्मको भेटिएको छ। तिनलाई पनि पछि हामी खुलाउनेछौँ। अहिलेलाई सुपारी दिएको भन्ने चिज चाहिँ खुलिसकेको छैन। तर जसलाई स्कुटर चलाउनको लागि भनेर सहयोगमा लियो उसलाई चाहिँ उसले केही पैसा म तँलाई दिन्छु सँगै हिँड भनेर प्रलोभन देखाएको देखिन्छ। त्यस हिसाबले त्यो तर तपाईँले उठाएको इस्युमा अनुसन्धान गर्नुपर्ने विषय नै देखिन्छ। ल हस्।